अनि उसले अनुसन्धान गर्यो अरे जब सर्लक्कै उठेर बारी कसेर बाघले थाहै नपाई आत्मामा भन्यो अरे हेर त्यो बाघ चाहिँ तेरो रक्षाको लागि मैले पठाएको सम्भवतः उसले अनुसन्धान गर्दाखेरि राति डाका पनि आयो होला तर एउटा बडेमा बाघसँग सुतिरहेको मान्छेलाई एटेक गर्न त गाह्रो भयो नि होइन हेर होला चुप त्यो एउटा मान्छेको छेउमा कत्रो बाघ सुतिरहेको छ यो त मामुले मान्छे होइन रहेछ बाघ लिएर हिँड्दो रहेछ अहिले बाघले हामीले नाश गर्छ स्वाटै भाग्यो होला नि होइन त्यहाँदेखि अनि चुपचाप लागेर त्यहाँ गयो पर बाटोमा चाहिँ दुईजना मान्छेहरू माई खाने उनीहरूको तरिका रहेछ अरे के माई खाने तरिका रहेछ परबाट मान्छे आएपछि चाहिँ एउटा चाहिँ यहाँ मरेको जस्तो भइहाल्ने ल म त नभयो अनि त्यहाँदेखि लुगाले छोप्यो अनि त्यहाँदेखि त्यो पर मान्छे आउँछ नि हजुर यो अन्नकन्टा जङ्गलामा मलाई त हामीलाई विपत्ति पर्यो मेरो साथीहरू मरिगयो अहिले अब मैले के गर्नु यसलाई मान्छे लगाएर बोकेर लानुपर्छ यसलाई त दाह संस्कार गर्नुपर्छ एक पैसा छैन हजुर सहयोग गर्नु पर्यो भन्यो अनि त्यहाँदेखि ल आता भनेर राखेर अनि त्यहाँदेखि गयो पर डाँडामा गयो अनि डाँडा पल्लोपट्टि गएपछि उठ गइसक्यो भन्यो अनि त्यो जुरुकै उठ्यो हो कि उनीहरूको खाने बेला त्यो रहेछ माट खाने बाटो त्यहाँदेखि फेरि अर्को आयो परबाट अनि अर्को फेरि सुतिको हो कि लुगा उडेर सुत्यो अनि त्यहाँदेखि अर्को आयो अर्कोले भन्छ हजुर यस्तो विपत्ति भयो यस्तो अन्नकन्टा ठाउँमा मेरो साथी आउँदा आउँदै मरेको उसलाई दाह संस्कार गर्ने बोकेर लाने केही पनि छैन यसो त्यहाँदेखि अलिअलि पैसा दिइराख्यो त्यसो गरेर कति वर्षदेखि खाने चलन गरेको रहेछ बाटो फेरि साधु सुन्दर सिंह परबाट आएछ एउटा साधु आयो है यस्तो मान्छेसँग त धेरै पैसा हुन्छ अनि एउटा सुति गएछ अरे हो कि अनि त्यहाँदेखि साधु बाजे हामीलाई त ठुलो आपत्ति पर्यो साथी आउँदा आउँदै के भयो अचानक मरिगयो हेर्नुहोस् बोकेर लानुपर्ने बस्तीमा पैसा बेगर हुँदैन यसको दाह संस्कार गर्नुपर्ने पैसा छैन एक पैसा साधु बाजे अनि साधुसँग त्यो के कति हुन्थ्यो र होइन जे जति थियो साधु सोचले दिइराखेछ अरे नि दिइराखेर नि साथी गयो साधु सुन्दर सिंह गयो पल्लोपट्टि अब डाँडादेखि चुर्लुप्प अवस्था आयो है गयो अब फर्केर आउँदैन देख्दैन पनि उठ भन्छ अरे चल्दैन अरे हो उठ न गइसक्यो चल्दैन अरे हो कि सर केही पनि छैन अरे है होइन यो त किन उठ्दैन भनेर यसो बर्की उगारेको त साँच्चै अघि गइसकेछ अरे हो यस्तो घटना पनि साधु त्यो एउटा परमेश्वरको जनलाई लुट्न पाइन्छ अचम्म उहाँले यसरी प्रचार गर्दै जाँदाखेरि मण्डली चाहिँ स्थापना गरेन संस्थागत संरचना भन्छ नि उहाँले संस्थागत संरचना चाहिँ गर्नु भएन तर परमेश्वरले त्यसरी नै उहाँलाई के गर्नु लाउनु भयो प्रचार गर्न लाउनु भयो पर पुग्दाखेरि त मङ्सिरको बेला रहेछ अरे धान काट्दै रहेछ अरे खेतलाहरू धान काट्दै रहेछ अनि अब प्रभुको वचन सुनाउनु पर्ने धान काट्नेहरू एकछिन उभो त मेरो वचन सुन भन्नु त भएन नि त होइन क्या साधु बाजे तिमी धान काट्दै तिम्रो कुरा सुन्नको लागि हामी आज यति सक्नुपर्ने भन्ला अनि त्यतै गएछ अरे नानी हो हजुर मलाई पनि कच्चा छ भने देऊ न म पनि धान काट्छु तिमीहरूसँग साधु बाजे लु भनेर दिएछ अरे हो कि धान काट्दै अनि प्रभुको वचन सुनाएछ अरे हो कि अनि प्रभुको वचन सुनाएर निकै बेर धान काटेपछि चाहिँ नि ल गएँ नानी भनेर हुन्छ साधु बाजे भनेछ अरे अनि गयो पछि फर्केर त्यही बाटो आएछ अरे हो कि सबैले दाउनी सत्ता गरिसकेको रहेछ अरे त्यो ठाउँमा हो कि अनि अस्ति तपाईँ हाम्रो खेतमा धान काट्न सघाउने साधु तपाईँ नै होइन हो त लु साधु बाजे अर्को साल पनि आएर धान काटिदिनुपर्छ भन्छ अरे अब लु मार्यो अब अर्को साल पनि ठ्याक्कै धान काट्ने बेलामा आएर हजुरलाई धान काटिदिने बेला अब किन अब कति बेला अब त्यत्रो माथि गएर धान काट्न सघाउनु अब हो कि के भएछ किन नानी हो भनेर भनेको त जसको घर खेतमा उसले धान काट्यो नि 4 मुरी हुने ठाउँमा त 8 मुरी भएछ हो कि 8 मुरी हुने ठाउँमा त 16 मुरी भएछ
अनि पो अर्को साल पनि आएर धान काटिदेऊ भनेको रहेछ है। परमेश्वरको वचनलाई प्रभाव गर्ने प्रचार गर्ने मान्छेहरूसँग प्रभु कस्तो तरिकाले के गर्नुभएको, अचम्मको काम गर्नुभएको है। त उहाँले के रोज्नुभयो, परमेश्वरले महिमा दिनु चाहिँ उहाँको मुक्तिको प्रचार गर्नु नै प्रथम कुरा हो। त्यही रोजे अगाडि बढे अनि गले छ अरे हो कि थाकेछ अरे। अनि एउटा चेप्लेटी ढुङ्गा रहेछ अरे, त्यहाँ पर टुक्रुक्क बसेछ अरे कि त्यो चेप्लेटी ढुङ्गा त निकै ठुलै रहेछ अरे हो कि। टुक्लुक्क बसेर आनन्द लिइराखेको बेलामा त ढुङ्गा त सुलुलुलु सल्केर तल, ढुङ्गा माथि माथि ऊ पनि तलै पुगेछ अरे कि। ढुङ्गा ड्याममै पसारेछ अरे, ढुङ्गा माथि ऊ पनि हो कि आनन्दै तल पुगेर मेरो प्राण बाँच्यो, धन्न ढुङ्गाले मलाई छोपेन हो कि। घचक घुचुक गर्छ अरे। लौ के छ घचक घुचुक गर्छ, राम्रो हेरेको त अजिङ्गारको टाउको चाहिँ ढुङ्गालाई थिचेछ अनि पुछेर यसो गर्दो रहेछ अरे क्या। यसो गर्दो रहेछ अरे पुछेर, यहाँ त सर्प पो रहेछ है भनेर हो करायो अरे। दाउरे घाँसेले सुन्यो अरे नि, के भयो बाजे के भयो, यहाँ एउटा सर्प यस्तो म यहाँ बसेको थिएँ, यो ढुङ्गा चिप्लेर गएर तल अजिङ्गारलाई पो थिचेछ। गाउँमा गएर त्यो नानीहरूले गाउँको मान्छे भेला पारेर आएछ अरे कि यत्रो अजिङ्गार अरे है। त्यो अजिङ्गारले त कति वर्षदेखि गाउँमा त्यो गाउँको नानीहरू घाँस काट्न जाने हराउँदो रहेछ अरे, बाख्राहरू हराउँदो रहेछ अरे, सानो सानो गाईको बाछा हराउँदो रहेछ अरे हो कि। अन्तिममा त पत्तो लाग्दो त्यसले पो खाँदो रहेछ अरे त्यो अजिङ्गारले हो कि। अपो मेरो नानी यति सालमा हराएको थियो, यसै बजियाले पो खाएछ। त मेरो बाख्रा हराएको थियो यसले नै खाएछ, होइन मेरो कोरोलीको बाछा हराएको थियो यसले नै खाएछ। अचम्मै भएर मान्छे सबै भएर अनि आनन्दसँगले अब ढुङ्गा टाउको थिचिहालेको छ, मारेछ अरे क्या। साधु बाजे तपाईँ कस्तो मान्छे, त्यत्रो माथिदेखि ढुङ्गासँगै झर्दा पनि तपाईँलाई चाहिँ ढुङ्गाले थिचेन, तर अब यो सर्पलाई चाहिँ तपाईँ बसेको ढुङ्गाले मार्यो, तपाईँ पो अचम्म मान्छेको हो कि क्या हो भन्यो अरे नि। त्यहाँ पनि थुप्रो मान्छे भेला हुँदाखेरि प्रभुको वचन सुनायो अरे है। यसकारण अनि बल्ल बल्ल माथि पुग्यो, तिब्बतमा पुग्यो। तिब्बतमा पुगेपछि अनि प्रचार गर्दै गर्दाखेरि उहाँ पक्राउ पर्नुभयो हो कि। पक्राउ पर्नुभयो त्यति बेला चाहिँ दुई किसिमले तिब्बतमा चाहिँ मान्छे मार्थ्यो अरे क्या। त्यहाँको त्यो दलाई लामाले नि के परे त्यो तिब्बतको दलाई लामाले एक किसिमको मृत्यु चाहिँ चौरी काटेर खान्छ त्यहाँनिर त हो कि। चौरी काटेर खायो, छालाभित्र मान्छेलाई हालेर अनि सिलायो, तुन 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 सिलायो, यहाँदेखि हुँदो सिलायो, त्यहाँदेखि अनि पर लगेर घाममा लडाइदियो। चौरीको छाला त सुक्दै जाँदाखेरि त कक्रिँदै आउँदो रहेछ अरे, मान्छेले चेप्दै आयो, कमिला पनि पर्छ, कमिलाले पनि सबै जिउ टोक्छ हो कि, सुक्दै गयो निचोर्दै आयो हो कि। मान्छेलाई यत्रो सर्पल यत्रो भेगो तलाई सर्पले खानु पर्यो भने नि यति लामो बनाउँछ क्या, निचोरेर निचोरेर यति लामो बनाएर नि सर्पले खान्छ क्या भेगुतालाई तन्काएर। त्यो किसिमले मृत्युदण्ड दिँदो रहेछ अरे। सुकाइदियो, चिप्दै लग्यो मान्छेलाई त आमामा 6 फुटे मान्छेलाई त 7 फुट लामो बनाउँदो रहेछ के, निचोरेर 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 हो कि। त्यो एक किसिमको मृत्युदण्ड। अर्को किसिमको चाहिँ अन्डरग्राउन्ड हो कि, लाखौँ मान्छे त्यो भित्र हाले पनि अट्ने खालको, मार्नै परेन, लग्यो अरे घोकरी पठाइदियो अनि माथिबाट बिर्को लगाइदियो, तालचा झुन्डाइदियो, आनन्दै तल जेसुकै होस्। त्यसलाई भन्छ साधु सुन्दरले कालले बिर्सेको ठाउँ अरे क्या। त्यो चाहिँ साधु सुन्दर सिंहलाई मृत्यु रोजायो अरे, तिमी यसमा मर्छौ कि अन्डरग्राउन्डमा मर्छौ, चाहिँ मलाई अन्डरग्राउन्ड नै लाउनुहोस्। अनि त्यहाँदेखि माथिबाट हुत्याइदियो अरे है। तल पुग्दाखेरि त हात भाँची गएछ अरे, न त दाहिनो हात न त देब्रो हात भाँची गएछ अरे हो कि। तल त ढाडिँदै गरेको मान्छे, कोही स्याउ स्याउ किरा परेको मान्छे, कोही दही भइसकेको मान्छे, यता छाम्दाखेरि पनि मान्छे ढाडिएको, उता छाम्दा नि निष्पट्ट छ, माथि बिर्को लायो है। तर रात दिन उसले प्रार्थना गर्दा, प्रभु यो कालले बिर्सेको ठाउँमा मलाई किन ल्याउनु भयो। एक्चुअली मैले बिर्सेँ 3 दिन पछाडि हो कि या 2 दिन पछाडि हो, झिलिक्क
ठ्याक्कै त्यो भित्र उज्यालो चम्केछ अरे क्या, उज्यालो आएछ अरे। यसो माथि हेरेको त ढोका खुल्ला गरेर तिम्रो सधैँ हातले यो डोरी पक्ड भनेर माथिबाट डोरी दिएछ अरे। अनि एउटा हात लथ्राक लथ्राक भइगयो, एउटा हातले यसो गरेर अनि त्यहाँदेखि अनि माथिको मान्छेले तानेर अनि फुत्तै माथि निक्लेछ अरे कि। संसारको हावा उसले लियो, संसारले देखियो कि। अनि हजुर कहाँबाट आउनु पो भनेर सोधौँ है भनेको मान्छे नै छैन। अब कसले निकाल्यो छैन मान्छे हो, कसले निकाल्यो। उसलाई थाहा भयो कि परमेश्वरको अद्भुत काम। त्यहाँदेखि अनि भाग्ने कुरो छैन, सिधै दले लामाकोमा गएछ अरे हो कि। दले लामा होइन तँ अघि जेलमा हालेको होइन, भुइँको जेलमा हालेको होइन हो, कहाँबाट कसरी आइस? यसो चाबी हेरेको त्यो नर्ककुण्डको चाबी त आफ्नै हातमा छ हो कि। कसले कसरी खोल्यो, बडा अचम्म भयो त्यो दले लामा अघि। ल तिमी यति भयो छोडेर गइहाल्नु। अनि त्यहाँदेखि सकुशल साधु सुन्दर सिंह फर्केर आउनुभयो हो कि। तर पछि साधु सुन्दर सिंह न त हनुक जस्तो स्वर्ग चढेर गए, न त जङ्गली जनावरले खायो। तर पृथ्वीमा चाहिँ भारतले पनि खोज्नु सघायो अरे क्या त्यो साधुलाई हो कि। भारत सरकारले पनि खोज्नु सघायो, कतै क्रिस्चियनहरूले खोज्यो, कहीँ भेटेन। साधु सुन्दरजीको चिहानै छैन, साधु सुन्दरजीको डेथ बडी नै छैन। यसकारण मैले भन्न खोजेको यस्तो महान व्यक्तिले के गरे, सुसमाचार प्रचार गर्नुपर्छ भन्ने कुरा नै उनीहरूले रोजे, दुःखैमा रोजे। तर यति हो, संस्थागत संरचना चाहिँ गर्नु भएन। हाम्रो भक्त सिंहले चाहिँ के गर्नुभयो, संस्थागत संरचना गर्नुभयो अनि मण्डलीको प्रशासनिक पद्धतिलाई पनि निर्माण गर्नुभयो। त्यो चाहिँ के हो, मण्डलीको प्रशासनिक पद्धति भनेको चाहिँ मण्डलीभित्र एउटा अनुशासन छ क्या, प्रेमको अनुशासन छ। जस्तो हामी अरू डिनोमिनेसनले लेखेको गीतहरू हामी गीत गाउँदैनौँ होइन, क्याथोलिजमले चलाएको बाइबल हामी पढ्दैनौँ। किन क्याथोलिजमहरूले चलाएको हामी बाइबल पढ्दैनौँ भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ र अरिजनले चाहिँ हेक्सप्ला भन्ने किताबले हो बाइबल लेखेको छ। त्यो हेक्सप्लामा चाहिँ भौतिक ज्ञान र आधुनिक ज्ञानहरू मिसाएर लेखेको बाइबल हो होइन। यसकारण त्यो हेक्सप्लालाई उपयोग गरेको क्याथोलिजममा बाइबल हुन्छ, क्याथोलिजमको बाइबल हुन्छ। अनि त्यहाँनिर चाहिँ अर्को किताब पनि त्यहाँनिर उनले तपाईँको उनीहरूको बाइबलमा गाँसेको छन् कि त्यो खामेको छन्, अपोक्रिफा भन्ने। त अपोक्रिफा भन्ने चाहिँ 15वटा किताबको एउटा बाइबल हो। अपोक्रिफा भन्ने चाहिँ एउटा किताब हो कि। अनि 15वटा किताब भएको अपोक्रिफालाई बाइबलमा उनीहरूले के गरे, एटेच गरे। त्यसो गर्दाखेरि उनीहरूको मसिनो गनेर लाँदाखेरि 81वटा बाइबलहरू मसिनो किताबहरू छन्, हाम्रो चाहिँ 66वटा छ हो कि। अनि हाम्रो चाहिँ भाइजीले एउटा प्रशासनिक पद्धतिको निर्माण गरे, संस्थागत संरचनाको निर्माण गरे। अनि यो चाहिँ कसरी हाम्रो प्रभुको काम सुरु भयो भनेर भन्दाखेरि हामी अलिकति जान्नुपर्छ क्या। भाइजीले कसरी सुरु गर्यो, संस्थागत संरचना कसरी गर्यो भन्दाखेरि चाहिँ 1941मा चाहिँ मद्रासमा उहाँले यवसम्म मण्डली खोल्नुभयो। त्यो चाहिँ 1941 जुलाई 12 तारिकको दिन हो। त्यो चाहिँ मद्रासमा युवासम्म भनेर मण्डली स्थापना गर्नुभयो। संस्थागत संरचना भनेको यही नै हो। 1941मा त्यहाँनिर युवासम्म मण्डलीको स्थापना भयो मद्रासमा। पछि चाहिँ तपाईँको 1950मा चाहिँ 9 वर्ष पछाडि चाहिँ तपाईँको हैदराबादमा फेरि त्यो मण्डली चाहिँ सारियो। 1950मा हैदराबादमा त्यो मण्डली सार्दाखेरि चाहिँ यो हेब्रोन भनेर नामाकरण भयो हो कि। यो चाहिँ कहाँ हो, आन्ध्र प्रदेशमा पहिला भएको थियो, मद्रासमा हैदराबादमा पछि हैदराबादमा चाहिँ सारियो। हैदराबादमा सारेपछि 1950मा सारेपछि चाहिँ हेब्रोन मण्डली भयो। अहिले पनि हाम्रो जस्तै भर्खर हाम्रो भाइजी आउनुभयो नि, त्यही हेब्रोन मण्डलीबाट आएको, जहाँ भाइजीले सेवा गर्नुहुन्थ्यो है। अब उतापट्टिको त्यो भयो 1941को मण्डली यवसम्मलाई अनि हैदराबादमा ल्याइयो, हेब्रोन भनेर नामकरण गरियो। मण्डलीको संस्थागत संरचना भनेको यो हो। अब हाम्रो एलसादीको कुरा गर्नु पर्दाखेरि 1947मा चाहिँ हाम्रो एलसादाईको सुरुवात भएको भिक्टर प्रधानको घरमा। त त्यति बेला चाहिँ एलसादाई भन्ने थिएन, यहोवा निसी ओनम
अघि त्यो चाहिँ कहिले भयो भन्दाखेरि चाहिँ 1947 होइन सेप्टेम्बर महिनाको 20 तारिक भिक्टर प्रधानको घरमा के भयो मण्डलीको सुरुवात भयो है। अनि 1948 मा 1 साल पछाडि त्यही नै पवित्र महासभा भयो हेर्नुहोस्। अनि 1949 मा चाहिँ भिक्टर प्रधानको घरबाट यता टासी पेम्पा हिस्सेको घरमा सर्दाखेरि चाहिँ अनि एल्सादाई नामकरण भयो हेर्नुहोस्। यो निस्सीबाट जब टासी पेम्पा हिस्सेको घरमा सर्यो त्यही घरलाई किनेर अथवा त्यो घरको छेउको जमिनहरूलाई किनेर उनीहरूले 1955 मा चाहिँ र सानो स्याघर बनाए। हाम्रो एल्सादाईको इतिहासै हो कि। अन्त यस्तो प्रभुको काम त बढ्यो अरे बाफरे। 1955 गरेको निर्माण गरेको बनाएको घरमा त विश्वासी अट्नै छोड्यो हगि। त्यहाँदेखि अनि 1979 मा चाहिँ दोस्रो स्याघर बनाए हो कि। यति धेरै आत्मा आएर त्यहाँ पनि अट्न छोड्यो हो कि। 1979 मा बनाएको स्याघरमा पनि आत्मा अट्न छोड्यो। त्यहाँदेखि 1990 मा बनाए ठुलो घर जहाँ अहिले हामी जाँदाखेरि हामी स्याघर छौँ नि त्यो चाहिँ 1990 मा बनाएको घर हो। अब यो चाहिँ संस्थागत संरचना भन्छ यसलाई। भाइजीले चाहिँ जहाँ जहाँ प्रचार गर्दै जानुभयो हो कि त्यहाँ त्यहाँ मण्डली स्थापना गर्दै जानुभयो। तर साधु सुन्दर सिंहलाई परमेश्वरले त्यही किसिमले काम लगाउनु भयो। उसले चाहिँ काहीँ पनि मण्डली के गरेन स्थापना चाहिँ गर्नु भएन। तर येशू ख्रीष्टको शुभ सन्देश यो संसारमा इजरायलमा त येशू ख्रीष्ट थियो अरे हो भन्ने चाहिँ सबै मान्छेलाई उहाँले धेरै मान्छेलाई के गर्यो सुनायो। तिब्बतमा गएर धेरै मान्छेलाई प्रभुको त्यस्तो अन्नकन्टार ठाउँमा जहाँ प्रचार गर्नु त्यहाँ निषेधाज्ञा छ। अनि त्यहाँको मान्छेले त्यति बेला नुहाउँदैन थियो अरे। हेर्नुहोस् दलाइ-लामाको समयमा तिब्बतको मान्छेले नुहाउँदैन थियो अरे। किन नुहाउँदैन थियो अरे? नुहाउनु चाहिँ पापको सङ्केत अरे। नुहायो कि यसले पाप गरेछ हेर्नु त नुहाउँदैछ भनेर। धर्मी हुनुको लागि बन्दै जिन्दगीमा ननुहाउने अरे। त्यस्तो मान्छे हुँदाखेरि यहाँ नाक थुन्नु पर्ने हो गएर नि। अनि साधु सुन्दर सिंह नुहाउँदा त पापी कहाँबाट आएछ भनेर वरिपरि हेर्थ्यो अरे। नुहाउनै अप्ठ्यारो त्यस्तो जमाना थियो है। त्यस कारण उहाँलाई त्यही किसिमले लाउनु भयो। हाम्रो भक्त सिंहलाई त्यही किसिमले लाउनु त्यो परमेश्वरको के हो तरिका हो। हाम्रो भक्त सिंह चाहिँ कहिले कला यत्रो मण्डलीको संरचना गर्ने संस्थागत संरचना गर्ने कहिले जन्मेको होला कहिले निधन भयो होला त्यो पनि त हामीले जान्नुपर्छ नि होइन। जानिराख्नुपर्छ नि। 1903 मा चाहिँ हाम्रो भक्त सिंहको चाहिँ जन्म हो पन्जाबमा। अनि कहिले उहाँ मर्नुभयो प्रभुमा उठ्नुभयो होला 2000 सेप्टेम्बर 17 तारिक आइतबारको दिन बिहान 6:05 जाँदा चाहिँ उहाँ के हुनुभएको निधन हुनुभएको। बुझ्नुभयो। अनि हाम्रो भाइजीलाई चाहिँ धेरै मान्छेले के भन्छ भक्त सिंह चाहिँ हेर्दाखेरि मान्छेको स्ट्रक्चर बनावट हो तर मान्छे पनि हो के हो भन्छ। किनभने उहाँको जीवनमा यस्तो अद्भुत घटना घटेको अरे क्या। एकपल्ट प्रचार गर्नु जाँदै थियो अरे हो कि। कसैले पनि त्यो दिन चाहिँ टर्च पनि बोकेन रहेछ हौ। फर्किँदाखेरि त रात परेछ अरे होइन। तुलुलुलुलुलु भक्त सिंहको बिचमा हालेर अरू अगाडि पछाडि हिँडिरहेको छ कि भक्त सिंह बिचमा। अनि केही पनि उज्यालो छैन। अचानक भाइजीले के भन्यो भने आगे वाला जो आदमी है रोक जाऊ भन्यो अरे हो कि। ठक्कै रोक्यो अरे। अब रोक नै भनेपछि त हिँड्नु भएन नि त। अब भक्त सिंहले भनेपछि त मान्नु पर्यो नि। अनि त्यहाँदेखि अगाडिको मान्छेलाई भनेछ कि जोसँग उज्यालो छ अगाडि हेर भनेर हो कि। केही रहेन रहेछ अरे कि एउटाले के गर्दा झन् मच्चिस बोकेको रहेछ अरे कि अगाडि। अब अनि हेर्नु भनेर भक्त सिंहले भन्नुभयो नि त। अनि झ्यार र सलाई बालेको त गोबर सर्व यसरी ठडिएको रहेछ अरे। बुझ्नुभयो। बाटो अगाडि त ऊ त बिचमा छ बाबा भक्त सिंह त त्यत्रो पर अगाडि कसरी उहाँले देख्नुभयो त। यसकारण भक्त सिंह त होइन मान्छे पनि हो के हो यो त मान्छेको स्वरूप लिएर आएको परमेश्वरै होला भन्छन् हो कि। तर त्यो त होइन। तर पनि उहाँको जीवनमा यस्तो कामहरू अनि उहाँले के रोज्नुभयो मण्डली स्थापना गर्नुपर्छ भन्ने कुरा नै उहाँले रोज्नुभयो। अनि उहाँले पहिला हैदराबादमा सुरु गर्नुभयो त्यहाँदेखि कालिम्पोङमा। अब हेर्नु संसारभरि मैले सुनेको
दिनको काहीँ न काहीँ एउटा मण्डली स्थापना हुन्छ अरे, मेच तोडिन्छ अरे क्या। काहीँ न काहीँ दिनको एउटा मण्डली स्थापना हुन्छ अरे, मेच तोडिन्छ अरे भनेपछि कस्तो द्रुत गतिमा प्रभुको काम बढेर गइरहेको होला। उहाँले सोच्नुभयो सर्वप्रथम प्रभुको महिमा गर्नुपर्छ भने शुभ सुसमाचार नै हो। अनि त यही कुरालाई प्रेरणा पाएर इङ्ल्यान्डको डेभिड लिभिङस्टोन अघि नानीहरूले पनि पढ्नुपर्छ त्यो कुरा। अघि डेभिड लिभिङस्टोन चाहिँ कहिले जन्मेको भने 1813मा जन्मेको, बुझ्नुभयो। अनि उहाँ चाहिँ निधन कहिले भयो भन्दाखेरि 1873मा निधन भयो। 13मा जन्म्यो, 73मा निधन भयो। अनि उसले चाहिँ प्रचार गर्नु चाहिँ कहाँ रोज्नुभयो भने अफ्रिकामा गएर रोज्नु, प्रचार गर्ने ठाउँ चाहिँ उहाँले रोज्नुभयो। किन अफ्रिकी मान्छेहरू त्यति बेला थोरै असभ्य थिए अनि त्यो देश एकदम गरिबी थियो। त्यहाँको मान्छे अधिकांश मान्छेले तरुल भेगुर लगाएर वनतरुलहरू, फुलतरुलहरू, सिमल तरुलहरू खाएर यस्तै इस्कुस फिस्कुस के खाएर जीविका चलाउँदो रहेछ अरे क्या त्यहाँको मान्छेहरू। त्यति पढालेखा पनि नभएको ठाउँ। मैले चाहिँ त्यो ठाउँमा गएर चाहिँ के गर्नुपर्छ, प्रचार गर्नुपर्छ। अब इङ्ल्यान्डको मान्छे त सबै धनी हुन्छन्, सरकारै धनी, सरकार धनी भएपछि जनता धनी। हाम्रो नेपालको जस्तो होइन। नेपालको चाहिँ अघिको मान्छेहरू, नेताहरू चाहिँ यति पैसामै सुत्ने, पैसामै ओढ्ने, अरू चाहिँ गरिबभन्दा पनि गरिब। हाम्रो नेपालमा चाहिँ के नभएको, सिस्टम नभएको। देख्नुभयो होला नि नेताहरूको घरभित्र त हो कि। त त्यस्तो होइन, त्यहाँनिर सरकार धनी, जनता पनि धनी हो कि। जनताहरूलाई बेरोजगारी त्यहाँ भत्ता दिन्छ, राम्रोसँगले खानु पुग्छ। त्यस्तो एउटा ऐस आराममा जन्मेको डेभिड लिभिङस्टोन, उसले प्रभुलाई पायो अनि यही उसले अठोट गर्यो, म अब प्रभुको महिमाको सुसमाचार गर्नुपर्छ मैले। त्यहाँदेखि नि अफ्रिकातिर लाग्यो। त्यस्तो एउटा 50,000को खाटमा सुत्ने मान्छे, डल्लममा सुत्ने मान्छे, आजै एक थरी खायो, भोलि अर्को थरी खायो। त्यस्तो शौखिन्न मान्छे अफ्रिकातिर गयो। गएदेखि त्यहाँनिर त खाटमा सुत्नुपर्ने, गुन्द्रीमा सुत्नुपर्ने, कोही बेला भुइँमै सुत्नुपर्ने, कोही बेला फुलतरुले खाएर बस्नुपर्ने, इस्कुसै खाएर बस्नुपर्ने, फर्सी नै खाएर सुत्नुपर्ने। खानुको तरिका, सुत्नुको तरिका नपुगेर त मान्छे त गिङरिङ गयो, हाड मात्रै भयो अरे क्या। त्यहाँदेखि अब उसले सोच्यो अरे अब मेरो स्वास्थ्यको लागि एकपल्ट म इङ्ल्यान्ड फर्किन्छु भनेर। अनि इङ्ल्यान्ड फर्किँदाखेरि त इङ्ल्यान्डको राज्यले नै उसलाई उपचार गर्नुको लागि उभिएको अरे। हेर्नुहोस्, त्यस्तो ठुलो मान्छे हो कि डेभिड लिभिङस्टोन है। अनि इङ्ल्यान्डको सरकारले नै उसको उपचार गर्यो। अनि केही महिनासम्म बस्यो। अनि फिजिकल राम्रो भएपछि हामी त तर्सिन्छौँ नि हो कि, अब चाहिँ त्यो ठाउँमा जाउँला त, कसो गर्दा गए, अब चाहिँ त्यहाँ त मर्दा जाउँला त भन्छौँ नि हामी चाहिँ हो कि। तर उसले त्यही ठाउँमा जानु रुचायो। मैले एकजना भाइलाई तेल्लोक प्रचार गर्नु, तेल्लोक भिजिटिङ लगेको कि, गाडी यसै हुन्छ ठङ्गै ठोकिन्छ, यसो हुन्छ यतै ठोकिन्छ। मामा फर्स्ट एन्ड लास्ट मेरो भन हो त्यो मान्छेले। त्यस्तो मान्छेले के गर्दैन, प्रभुको काम गर्दैन हो। अनि साँच्चै नै पनि त्यो मान्छे गएन पनि हो। तर त्यो होइन कि डेभिड लिभिङस्टोन फेरि त्यतै फर्क्यो अफ्रिकातिरै, त्यही प्रभुको काम गर्यो। हुन त उसको जमानामा त्यत्रो उपलब्धि त भएन, तर प्रभुको काम गर्न छोडेन उसले। बुझ्नुभयो, प्रभुको काम गर्न छोडेन, प्रचार गरि नै रह्यो उसले। त पछि 1973मा अफ्रिकैमा उसको निधन भयो। अब रह्यो कुरा तपाईँको उहाँको डेथ बडीको लागि इङ्ल्यान्डले भन्छ हाम्रो ठुला मान्छे, यस्तो ठुलो मान्छेलाई त हामीले इङ्ल्यान्डमै लिएर दफन गर्ने हाम्रो संस्कृति छ, हाम्रो धर्म छ भन्छ इङ्ल्यान्डको मान्छेले। अफ्रिकाको मान्छेले भन्छ हाम्रो नेतालाई हामी दिँदैनौँ, हाम्रो उहाँ नेता हो, हामीलाई प्रभुको वचन सुनाउने, हामीलाई सबै संरक्षण गर्ने, बाटो देखाउने हाम्रो नेता भन्छ रे। उताकोले इङ्ल्यान्ड लानु दिँदैन, इङ्ल्यान्डले नलगी नछोड्ने। अनि जे होस्, इङ्ल्यान्डका पनि विश्वासी, अफ्रिकन पनि विश्वासी एउटा सहमतिमा आयो अरे क्या। के सहमतिमा आयो अरे, त्यसो भएदेखि डेभिड लिभिङस्टोनको मुटु चाहिँ यहीँ राख्नुपर्छ, हामीले उहाँको मुटु दिइराख्नुहोस्
तब त्यसमा चाहिँ सहमति मिल्यो अरे क्या। त्यहाँदेखि डेभिड लिभिङस्टोनको मुटु निकालेर अफ्रिकामा अहिले दफन गरिएको छ। त्यहाँ ठुलो स्मारक छ, बुझ्नुभयो, डेभिड लिभिङस्टोनको। अनि त्यत्रो अब अफ्रिकादेखि पानी जहाजको पनि त्यहाँ भर्खर सुरुवात थियो अरे, हावाजहाज त बन्नेकै रहेन रहेछ होइन। लानु कसरी अब त्यो यहाँ गाउँको मान्छे मऱ्यो भने तल तुँ गर्दै सङ्कट टुटाइ लाउँदै यसले खोलामा लगेर दफन गरिसक्यो। त्यो त अफ्रिकादेखि इङ्ल्यान्ड पुर्याउनुको लागि त को टुँ गर्दै अब बोकेर लान्छ, अप्ठ्यारो नि त होइन। गनौला बाटैमा जाँदा जाँदै अनि अब के गर्ने भन्दाखेरि आइडिया लगाएछन् अरे कि उहाँलाई मसिनो काटेर नि, पिस काटेर मसिनो काटेर घाममा सुकाए अघि। घाममा सुकाएर पोको बाँधेर बिचमा अब त्यस्तो मरेको मान्छे लाँदाखेरि त सोधखोज हुन्छ नि त, कहाँबाट मरेको मान्छे ल्याऊ, कसले मारेको यो, हाम्रो देशमा को कहाँको मान्छे, त्यहाँ खोजी तलास गर्नु थालिहाल्छ। साह्रो पार्छ, त्यहाँ थुन्ला अनुसन्धान होला। कपडा व्यापारीसँग मिलेर अनि त्यो पिस चाहिँ काँटो पारेर कपडामा हालेर इङ्ल्यान्ड पुऱ्याएर त्यहाँदेखि राष्ट्रिय शोक मनाए, राष्ट्रिय छुट्टी मनाए। अनि जब 1873मा निधन भएको उहाँ 1973 भनेको 100 वर्ष होइन त। 1973मा चाहिँ अफ्रिकामा उहाँले प्रचार गरेकोले गर्दाखेरि 16 करोड विश्वासी भएको थियो अरे। हेर्नुहोस्, अफ्रिकाको त रूपै फेरिदिएको अरे। दक्षिण अफ्रिका क्रिस्चियन महादेश। हेर्नुहोस्, उहाँले के चाहनुभयो, सुसमाचार प्रचार गर्नु नै प्रमुख कुरा सम्झे। अनि उहाँले के गरे, उहाँले त्यही कुरा रोजे। अफ्रिकामा 16 करोड विश्वासी भयो। अहिले कति भयो फेरि। अब पछि जोसेफ मारियो, त्यहीँनिर जन्म भयो हो कि। मुस्लिमहरूको इमाम जोसेफ मारियो, एकपल्ट उभिएर प्रभु यीशु मसीहको सुसमाचार पढ्दाखेरि त हजारौँ मुस्लिम हब्सी मुस्लिमहरू प्रभुमा कन्भर्ट। हेर्नुहोस्, आज प्रभुको वचन अनुसार प्रभुलाई महिमा दिनको लागि उहाँले हामीलाई रचना गर्नुभयो। यसकारण हामीले उहाँको के गर्नुपर्छ, प्रचारद्वारा महिमा गर्नुपर्छ। मलाई जिम एलियटको कुरा आउँछ। जिम एलियट चाहिँ अमेरिकाको मान्छे हो, 1956मा जन्मेको हो उनी। 1955सम्म चाहिँ प्रभु काम गर्दै हुनुहुन्थ्यो। उनीले चाहिँ इक्वेडरमा गएर अचम्मको मान्छे त्यहाँ 2 जाति बस्दो रहेछ। अमेरिकाको दक्षिणपट्टि पर्दो रहेछ इक्वेडर भने। त्यहाँ चाहिँ त्यो इक्वेडर देशको जङ्गलभित्र चाहिँ 2टा जाति बस्दो रहेछ कि बाहिरको मान्छेलाई देखेपछि चाहिँ यस्तो डु एन्ड डाई, कि त मार्छ कि त मारिहाल्नु पर्ने। त्यो कुइचो चाहिँ अलिकति नरम, यो बस्तीतिरको मान्छे है भनेर अलिकति नरम। अब त्यो औका भन्ने चाहिँ त नि एकदम डु एन्ड डाई, कि मारिहाल्छ कि मारिहाल्नु पर्ने त्यस्तो। फेरि अब त्यो इक्वेडरको चाहिँ नियम कानुन के छ, कसैले यो जङ्गलको कुइचो र औकालाई मात्रै मार्यो भने उसको सर्वसाधारण 20 वर्ष कैद। मार्नै हुँदैन अरे उनीहरूलाई। तिमीहरू जोको आफै, किन त्यसको सामु जानु त तिमीहरू, मार्यो भने मार्यो। त्यो इक्वेडरको कुइचो र औकाले बाहिरको मान्छेलाई मार्यो भने उनीहरूलाई ज्यानै लाग्दैन। तर बाहिरको मान्छे गएर त्यो कुइचो र औकालाई मार्यो भने चाहिँ प्रमाण पुग्यो भने चाहिँ अब सक्यो नि, मार्नै पाउँदैन हो कि। कति मान्छेहरू त्यहाँनिर मिसनरीहरू फर्केर नआएको रहेछ हो कि। अब जिम एलियटले चाहिँ त्यो कुरा सुन्यो। परमेश्वरको वचन जहाँ पुर्याउनु असम्भव छ त्यहाँ गएर हामीले के गर्नुपर्छ, प्रचार गर्नुपर्छ। म त्यहीँ जानु पर्यो भनेर जिम एलियटले, अमेरिकाका मान्छे हो, भयङ्कर विद्वान मान्छे। उनले त हिब्रू भाषा पनि सिकेको रहेछ, उनले त ग्रिक भाषा पनि सिकेको रहेछ, उनले स्पेनिस भाषा पनि सिकेको रहेछ। पछि कसो गरेर उनले केही आधाउधी कुइचो भाषा पनि सिके होइन, औका भाषा पनि डायुमाबाट औका भाषा पनि सिके हो कि। अनि इक्वेडरको जङ्गलमा 3वटा हेलिकप्टर उडेको सुसमाचारको टोलीमा हो कि। त्यहाँ सबैले भन्छ त्यो जङ्गलभित्र 2टा जाति मान्छे छ, तर कहाँ बस्छ हो कि, तिनीहरूलाई केही थाहा छैन। अनि जिम एलियटको साथमा 3वटा हेलिकप्टर आज
गरेर त्यो कोइडेरको घना जङ्गलमा हेर्छ, काहीँ केही पनि देख्दैन। फेरि फर्केर आउँछ। भोलिपल्ट फेरि प्रार्थना गरेर फेरि बुनुनुनुनुनुनुनुनु तल खोज्छ, काहीँ पनि छैन हो कि। पछि त कुइचु जातिहरूको गाउँ चाहिँ भेटाएछ अरे क्या। अनि कुइचु जातिहरू चाहिँ अलिकति नरम स्वभाव गरे, अनि उनीहरूसँग चाहिँ कसो 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 गरेर उनीहरूसँग चाहिँ हेलमेल भएछ। अब औका जातिहरू अलग छ, फेरि औका र कुइचु पनि भेट हुनु हुँदो रहेन रहेछ अरे। आपस्तमा जङ्गली जङ्गली भए पनि लडाइँ परिहाल्दो रहेछ है। त्यहाँदेखि त्यो कुइचुहरूलाई चाहिँ उहाँहरूले हातमा लिएर अनि केही त्यहाँनिर बस्ने, अनि त्यहाँबाट चाहिँ त्यो औकाहरूलाई खोज्ने वातावरण बनाएर, अनि त्यो कुइचुहरूमा चाहिँ एउटा औकाको छोरी रहेछ अरे क्या। औका र कुइचुहरूको लडाइँ पर्दाखेरि अनि त्यो औकाको छोरी चाहिँ कुइचुहरूको गाउँमा शरण लिनु, कसरी सबै फर्केर गए, त्यो औकाको छोरी चाहिँ ती रहेछ, उसको नाउँ चाहिँ डायुमा। अनि पो यसो विचार गरेछ अरे, यो त औकाको छोरी हो। ओहो, औकाको छोरी हो, हामीलाई यो औकाको छोरी तपाईँले दिनुहोस्, मार्दैनौँ, हामी केही पनि गर्दैनौँ, तर हाम्रो देशमा लगेर यो औका भाषा हामी सिक्छौँ भनेर नि कुइचुहरूसँग सम्बन्ध राखेर उनीहरूलाई प्रभुको वचन सुनाए होइन। कतिजनाले प्रभुलाई पाए, अनि त्यो डायुमालाई चाहिँ अमेरिकामा उडाएर लग्यो अरे है। त्यहाँदेखि डायुमाबाट चाहिँ नि औका भाषा सिक्यो अरे। सबै त होइन, कति मात्रै सिक्यो अरे भनेदेखि, हामी तपाईँहरूलाई प्रेम गर्छौँ, हामी तपाईँहरूको साथी हुन चाहन्छौँ, हामी तपाईँहरूलाई मार्दैनौँ, हामी तपाईँहरूलाई सहयोग गर्न चाहन्छौँ, हामी तपाईँहरूको बस्तीमा आएर तपाईँसँग बस्न चाहन्छौँ, तपाईँहरूलाई हामी साथी बनाउन चाहन्छौँ, के कुरा हुन्छ, त्यति मात्रै सिकेछ अरे हो कि। त्यहाँदेखि अनि फेर मार्छ अरे। एक दिन त नि त्यो औकामा पनि दादागिरी हुँदो रहेछ अरे हो कि। आँटी नि माथि आकाशमा भुँ गर्दाखेरि त दादागिरी चाहिँ नि बलवान, यसले के गर्छ हौ मलाई भनेर चाहिँ खुल्ला चौरीमा आएर हेरेछ अरे कि। खुल्ला चौरीमा आएर त दादागिरीले हेर्दाखेरि त उसको सेना मेनाहरू हुन्छ नि, ओ हाम्रो दादा त गइसके, हाम्रो दादाको छेउमा हामी जाउँ न, कसले के गर्छ र, हाम्रो दादाले अहिले मार्छ मात्रै, हाम्रो दादाको छेउमा जाँदा कसैले केही गर्न सक्दैन, जाउँ त हेरौँ भनेर सबै आएर हेरेछ अरे कि। अनि त्यस बेला पो अनि त्यो डायुबाट सिकेको, तपाईँहरूलाई हामी प्रेम गर्न चाहन्छौँ, तपाईँहरूलाई हामी मार्दैनौँ, तपाईँहरूको हामी साथी बन्न चाहन्छौँ, तपाईँहरूलाई हामी सुरक्षा गर्छौँ, तपाईँहरूको आवश्यक के हो त्यो हामी दिन्छौँ भनेर नि माइकबाट भन्दाखेरि चाहिँ नि सङ्केत दियो अरे क्या, एउटा सिग्नल दियो अरे। अनि त्यहाँदेखि हेलिकप्टर ल्यान्ड गऱ्यो। 15-20 जना औकारसँग त प्रेम भयो, 15-20 जनाहरूले त्यो भाषा सुने, अब यिनीहरूले आखिर हामीलाई मार्दैन रहेछ, आओस् न त भनेर हो कि। कतै खानेकुरा लगिदियो अरे। उनीहरूले चाहिँ यस्तो खोडा चाहिँ साह्रै आवश्यक रहेछ अरे क्या, जङ्गलको मान्छे, अनि त्यस्तो पनि लगिदियो अरे। आदान प्रदान भयो। तर रहेको कुरा औकाको चाहिँ 1000 पपुलेसन रहेछ अरे क्या त्योभित्र, जम्मा जम्मी उनीहरूको सङ्ख्या 1000। 15-20 जनासँग उस कुनैको सहमति भयो, सहकार्य भयो हो कि। तर कसो गर्दाखेरि अर्को ग्रुपले देखेछ अरे कि 5 जनालाई त ठाउँको ठाउँ सुलाइदिइहाल्यो। जिम एलिटलाई पनि सुलाइदियो, उसको साथीले पनि सुलाइदियो, 2टा हेलिकप्टरको पाइलटलाई पनि सुलाइदियो, एउटा मर्ज भन्ने मात्रै रहेछ। त्यो मर्जले पनि हेलिकप्टर उडाउँथ्यो अरे कि। त सबै मान्छे मारिहाल्यो, आफ्नो साथीहरू 5 जना मारिहाल्यो, 6 जनाकोमा एउटा मर्ज मात्रै रहेछ हो कि। तर उसले कति पनि हिम्मत हारेन अरे। जे होस् प्रभुको वचन त्यहाँ सुनाए। त्यो मर्जले त्यो आफूले चिनेकोमा लुकी लुकी जाने आउने, कसरी कसरी प्रभुको सुसमाचार प्रचार गरेर अनि तिनीहरूले ग्रहण गर्यो अरे। हेर्नुहोस्, पछि नै अनि औका भाषामा कख पनि सिकायो अरे, औका भाषाको बाइबल पनि निकालिदियो अरे। अहिले औका भाषाको सभाले के अरे सभापतिले के भन्छ अरे भनेदेखि, हामी बाहिरको मान्छेसँग सम्पर्क गर्न चाहन्छौँ, उनीहरूले हामी मार्दैनौँ, तर हामी उनीहरूको बस्तीमा चाहिँ जाँदैनौँ, हामी आफ्नै संसार हाम्रै जङ्गलमा हामी खुसी छौँ भन्छ अरे क्या। त्यहाँ पनि अनि कुइचु जातिमा, औका जातिमा, हे प्रभु येशू मसीह तपाईँ मुक्तिदाता, तपाईँ शान्तिदाता रहेछ,
हामी मानिस जाति रहेछौँ, हामीले पाप गर्दो रहेछौँ, हाम्रो पाप तपाईँले शेष गर्नुहुँदो रहेछ, हामी मर्दो रहेछौँ, मरे पनि हाम्रो आत्मा रहेछ, हाम्रो नेताहरूले हामीलाई सुनाए, अब हामीले तपाईँलाई हामी विश्वास गर्छौँ, मान्छौँ, अनि मरेपछि हाम्रो आत्मालाई तपाईँले शान्तिको ठाउँमा लानुहुने रहेछ, तपाईँलाई हामी मान्छौँ, त्यसो भन्ने बनायो अरे क्या। यसकारण परमेश्वरको शुभ सुसमाचार नै संसारका मान्छेहरूले के गरे, रोजे। अब त्यो तपाईँको हाम्रो त्यो अब रोबर्ट मोरिसनको कुराहरू, अब हर्सन टेलरको कुराहरू त्यो चोखै छ, द ग्रेट मिसन बिली ग्रामको कुराहरू चोखै छ, तिनीहरू त भन्नै भ्याउँदैन हो कि। चाइनामा अब रोबर्ट मोरिसन, हर्सन टेलरले लुकी लुकी काम गरे हो कि, जसको मेहनत परिश्रमले गर्दाखेरि अहिले चाइनामा 10 करोड विश्वासी छ। हेर्नुहोस् कुन साल कुनमा त्यो पनि थोर बहुत मलाई थाहा छ। अब तपाईँको आर्मेनियामा टोटल्ली अहिले क्रिस्चियन भएको छ। त्यहाँ चाहिँ कसले गरे, त्यहाँ चाहिँ प्रभुको 12 चेलाहरूमध्येमा बार्थोलोमाईले आर्मेनियामा प्रचार गरेको। र त्यो चाहिँ आर्मेनियामा चाहिँ कहाँ छ होला, आर्मेनिया देश त्यो चाहिँ अजरबैजान र जर्जियाको बिचमा छ। त्यो आर्मेनिया सानो देश हो। 5 वर्ष अगाडि 35,20,000 मात्रै त्यहाँको पपुलेसन थियो। तर सबै त्यहाँनिर के छन्, क्रिस्चियनहरू छन्, विश्वासीहरू छन्, अनि जो छैनन् तिनीहरू नास्तिकहरू हुन्। त्यहाँ स्वतन्त्र प्रभुको एउटा क्रिस्चियन कन्ट्री। र त्यहाँनिर बार्थोलोमाई गए प्रचार गरे, तर यति विवश तरिकाले त्यहाँको मान्छेले पहिला मारे, जसको रगतद्वारा त्यहाँको महिमाको सुसमाचार भए देशै क्रिस्चियन भयो। उहाँलाई के गरे, बार्थोलोमाईमा 71 एडीमा छाला यसो काटे, अनि त्यहाँदेखि बिस्तारो चेर्याक तेरो यीशुलाई छोड्छस्, चेर्याक तेरो यीशुलाई छोड्छस्, चेर्याक कति साह्रो पीडा भोग्यो होला होइन, कति साह्रो पीडा भोग्यो होला। भरे अन्तिममा बाम माछालाई पिल्स्या जस्तो नि सबै यहाँदेखि फेलाक्कै पिल्स्याएर उहाँलाई बिजोग पारेर प्रभुको 12 चेला भनेको बार्थोलोमाई उहाँले आर्मेनियामा आफ्नो जीवनलाई के गरे, समर्पण गरे, शहीद भए। यसकारण त्यो देशै पुरा के छ, अहिले क्रिस्चियन कन्ट्री भएको छ। चाइनामा त्यसरी प्रभुको प्रचारकहरूले जिन्दगीको बाजी ठोकेर गए। हर्सन टेलरले र रोबर्ट मोरिसन चाहिँ कहिले जन्मेको, 1782मा जन्मेको, 1834मा उनी निधन भए। चाइनामा प्रचार गर्न रोजे। हर्सन टेलर कहिले जन्मेको, 1832मा उनी जन्मे। 1909मा उनी 1909मा चाहिँ उनी के भए, 1809मा उनी के भए, अनि उनी देहान्त भए हो कि। उनीहरूले गरेको प्रभुको काम अहिले त्यहाँनिर चाइनामा 10 करोड विश्वासी भएको छ। 1832मा जाने, 1905मा उनी निधन भए। को, हर्सन टेलर इङ्ल्यान्डको मान्छे हो, रोबर्ट मोरिसन पनि इङ्ल्यान्डको मान्छे हो, अनि हर्सन टेलर पनि इङ्ल्यान्डको मान्छे हो। उनीहरूले गरिरहेको काम हेर्नुहोस्, दुःखले गरिरहेको काम। मकाउमा चाहिँ हर्सन टेलरको चिहान छ अहिलेसम्म पनि। हर्सन टेलरले चाहिँ के परे, रोबर्ट मोरिसनले चाहिँ मकाउमा बसेर चाइनामा काम गरे, अनि त्यहाँ ग्रहण गरेको मान्छेलाई चाहिँ मकाउमा लिएर बप्तिस्मा दिए। अनि त्यो रोबर्ट मोरिसनको चिहान चाहिँ अहिले पनि मकाउमा छ। जो रोबर्ट मोरिसन, हर्सन टेलरले गरेको कामहरूको कारणले अहिले 10 करोड के भएको छ, चाइनामा विश्वासी भएको छ। यसकारण प्रभुको छोराछोरी हामीले के नै गर्नुपर्छ, सबभन्दा ठुलो प्रचार गर्नुपर्छ। तपाईँहरूले पनि गर्नु सक्नुहुन्छ। कता आर्टिकदेखि अन्टार्टिक कुरा उडाउनु परेन होइन, दार्शनिक कुरा गर्नु परेन, खगोलको कुरा गर्नु परेन। बरु त्यस्तै खालको अलिक मयुङ भनेर आयो भने हामी चाहिँ के गर्नुपर्छ, तयारीमा चाहिँ रहनुपर्छ हामी चाहिँ हो कि। केही जान्दो रहेछ यिनीहरू त भन्ने चाहिँ हुनु भएन। हामी त्यो तरिकाले प्रभुको के गर्नुपर्छ, प्रभुले पनि भन्नुभएको छ, संसारमा जाऊ प्रचार गर भनेको चाहिँ संसारमा। जर्ज भर्बलले के गर्यो, जर्ज भर्बलले 223 देशमै प्रचार गरेको। लरेन्स कनिङहमले, अनि लरेन्स कनिङहम चाहिँ कहाँ हुन्, इङ्ल्यान्डकै हुन्। 1935मा जन्मेर 1955मा उनी के भए, निधन भए। 223 देशमै उनले के गरे, लरेन्स कनिङहमले सुसमाचार प्रचार गरे। महान व्यक्तिहरूले संसारमा काम गरे, हामीले केही पनि गरेको छैन। यसकारण यो वचन पढेर हामी राखौँ, मत्तीको आखिरीमा आएर हामी वचन राख्छौँ। 28को
हामी 19मा प्रभुले यो भन्नुभएको छ, मत्ती 28:19मा हामी पढेर राखौँ। सबै जातिलाई चेला बनाऊ भनेको नि, चाहे संसारमा चाहिँ अचम्मको जातिहरू एस्किमो छ, चक्खै छ, बुद्ध जाति छ, अनि औका जाति छ, अनि कुइचु जातिहरू छन्। यिनीहरू चाहिँ अचम्मको जातिहरू। सबै जाति भनेको चाहिँ यिनीहरू भन्नु हो कि काला गोरा भन्ने त सबैले थाहा भएकै कुरा। सबै जातिले के गर, सुसमाचार सुनाऊ भनेको पृथ्वी ग्रहभित्र सबै ठाउँ प्रचार गर, अनि सबैलाई वचन सुनाऊ, अनि पिता पुत्र पवित्र आत्माको नाममा बप्तिस्मा देऊ। तिमीहरूले प्रचार कसरी गर अरे, संसारको कुना कानी सबै प्रचार गर भनेर भनेको छ होइन। फेरि पढेर सुनाइदिनुहोस्। यसकारण तिमीहरू जाऊ, सबै जातिहरूलाई के भन, पृथ्वीको ग्रह वरिपरि घुमेर प्रचार गरेर चेला बनाऊ। अघि परमेश्वरले हामीलाई त्यो के गरिदिनु भएको छ, अधिकार दिनुभएको छ। यो अधिकारले हामीले के गर्नुपर्छ प्रभुको छोराछोरी, साना ठाउँमा ठुलो ठाउँमा 1 जना होस्, 2 जना होस्, 1000 जना होस्, हामीले परमेश्वरले दिएको अधिकारलाई प्रयोग गरेर उहाँको महिमा चाहिँ सुसमाचारबाट हामीले गर्नुपर्छ। प्रभुले हामीलाई आशिष दिएको